है हाम्रो गाउँघरमा चाहिँ प्योर सुँगुर कटिङ चाहिँ यस्तो हुन्छ है गाइस। बिहान बिहान ल पोलिसक्ने अवस्था हो। एकदम हुस्से लागिरहेछ आफू। मासु कति खानु अनि यहाँ सुँगुर बनाइसक्यो देख्नु भएन। सानो रात भाइले बोक्नु सकेनौ। ल खानामा आइहाल्नु, अहिले फेरि मासु पुग्दैन। जस्तो चाहिँ बनाउनु पाएर आउँदैन बनाउन जान्छ जस्तो भयो। अलिक महिला चाहिँ यतै पिँडातिर भएन। ओइ भएन क्या भएन, ओइ मैले भएन भनेको हाम्रो कान्छा बाउ उँभो तानेर अनि गएर आगो ताप्दै बस्दै क्या गएर कान्छा बाउले पड्काइदियो। बुढा फेरि उयो छ हारा बाउ यहाँ जहाँ नखाने त्यस्तो छ उता रक्सी खाएर अनि आज कान्छा पुछाउन गर्नु मात्र यता टाउकोबाट दुईजना सक्ने रहेछ त अहिले सानो त सकिहाल्छ बोक्नु पर्छ त्यसैन। पोखरा गाई पनि बेच्नु भन्ने थियो, त्यो त देखाइदिनु पर्थ्यो। हामीलाई के चासो गाई बोक्नु पऱ्यो, गोरु लाग्यो नि त। लाग्छ गोरु लाग्यो। कता छ हौ खोया? ल यहाँ रहेछ खोया। सुँगुर फोर्नलाई चाहिँ खोया चाहिन्छ अरे क्या। अनि खुट्टा साट्नु भयो। हुन्छ होला। कट त खाएको छैन। एउटा ज्याम्मै पो छ त है। यहाँ परेसम्म काटिया झरीले छैन रहेछ है। बार पुगेको छैन क्या, कम्ती खाने 1.5 वर्ष हुनुपर्छ। अन्त यसो ठिकै छ।
बोटो धेरै बोट हाल्छ नि होइन के भयो रेती छैन अर्को फुट चाहिँ गरेर रेती मैले लिएर आउनु रेती ल्याइन यो कम्ती छ त्यो सफा धुमै हो मोटेले अर्जाकै होला यो पनि के यस्तो दामी थियो मेरो दादा गर्नु लाग्यो त अर्को दामी दादा गर्नु लाग्यो अन्त खोल्नु न हौ ज्याकेट त्यो लाग्ने चाहिँ ल्याउनु पर्दैन त्यो दाउरा काट्नु फेरि लिन हुने अलिक त्यो च्यातै राख्छ अनि सर्ट खानु पर्ने त हौ के भएर चिप्लेको सर पनि आएन औँसी त बन्दै सर कराउनु थालेको छ स्कुल जाने बेला भइगएछ सर स्कुल गयो होला सबैले खर काटिसक्यो मैले खर काटेको छैन मेरो बाँकी छ पल्लोपट्टि यहाँ बतासे मलाई पाहा भएर मिल्छ सक्यो एक्लै अनि यहाँको त बतासे त उसलाई दिएको हो नि त्यो त सरलाई सरलाई के खानु मलाई यहाँ बनाउनु छ के बनाउने यहाँ मेरो बनाउनु छ उयो सुँगुर खोर बनाउनु छ त्यहाँ किचन निकाल्नु छ किचन नभएर कोठा सुत्ने ठाउँ छैन म त सुतिरहेको छ भैँसीले हलाएर त्यही पनि नभएर हलाउँछ राति भुइँचालो यस्तो हुनु है ओहो फुटेछ त उकाटे अनि गाह्रो हुने भयो अस्ति सार्दै कट रहेछ अस्ति सार्दै पाडा खुट्टा भाँचेर यसले हुन्छ काट्नु हड्डी काट्नु कस्तो हुन्छ नि कस्तो हुन्छ अनि यो खुकुर पनि लाग्नै थियो त के भएर आएन त कता गयो अहिले त्यो मान्छे कहाँ जान्छ के पानी जिबा उता लगाइदिनु मास्नु गरामा हुन्छ त्यहाँबाट लैजानु न उठाएर त्यो उतापट्टि लगाइदिनु त यता 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 यतापट्टि यता होइन यता 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 स्यासै भेट अन्त रक्सी लाउनु भाँडा खानु होइन ए यो तार छ आजामा नलगे अहिले झ्याप्प उठिनु खा के नापिन्छ जाडो भयो नि तरकारी जाडो बेलामा झ्याप्प उठिनु खा अहिले खाइराख पछि अनि दहहरू भएर काम गर्नुपर्छ नि ज्यान दह्रो हुँदैन कि तर मासु खाइसक्दाखेरि खकुलो हुने हो ए अचानक पो खोज्नु पर्ने आउँछ गाउँ अब गाउँ मान्छे सबै अहिले बिहान काममा छ नि त कसले लाने अन्डा घरमा बोटो आजभोलि के को बोटे
हजुरलाई आफै खाना मिठो हुँदैन आन्द्रा लाउनु टोको ल्याउनु है त्यहीको त्यही छ ऊ त्यसमा अड्दैन हारा भयो खाता नानीले पाउँछ भन्ने त्यो आधी केजी हाल्दै ल त निबार तारा आउने थियो लाग गरे अझै भन्ने गुगुले पल्ट सार्नु गुगा टेक्नु है क्या तपाईँले त गु छैन यो हालेको छ सोला त अझै बाक्लो लाउँ गर मासु अर्डरको मात्रमा हुन्छ कि अब अर्डर अब काम टोलको मान्छे आउनु पर्छ नभए अरू त प्रायः अब यताको मान्छेहरू यही हो यति नै हो कस्तो अप्ठ्यारो भयो यो लाज लागेको तान्नु पर्ने थियो होइन त नि हो त अलि हल्का तान्नु खोर भत्काएर बेपत्ता केही लाएर दा डोकै त छोटो डोका लाग्यो दोकान छिटो छैन टाउको दोकान मुनि जानु सुता मर्छ फेरि प्याज चाहिँ जाला टोकेले खान्छ यहाँ खान्छ खान्छ यहाँ डोकै छ यहाँ सरलाई उठायो त्यहाँ भयो त उठाउनु भनेको काट्छ हड्डीले उता पुरो दोर्न थाल्छ है टोकेले खान्छ है अब यहाँ अब नै खुस्काउनु पर्ने क्या यो यही भएर त गाह्रो छ त ले बिस्तारै बिस्तारै यो ऊ पनि यही छ नाभी पनि यही छ पानी अलिअलि पखाउनु कि एकदम यो के गर्नु काट्छ होइन त्यो बिजुलाई बोलाएर लैजा अलिक सुकेछ यति धुने होला जमानलाई दिनुपर्ने यो म यो कहाँ लगाएर भित्तामा अडाइनु भित्तामा अडाएर बिरामी कुकुरले चाट पारिहाल्छ नि यी बिताएको नि यहाँ मान्छे हुन्छ विदेशमा बनाउनु न दुईजनाले भइहाल्यो नि अब त आउनु आँट्यो भरे फुटाएर धुनुपर्ने बटो खाएर बटोको यहाँ उगाउनु बनाउने मान्छे नभएर यहाँ विजयलाई बोलाउनु न अहिले दाउराघाटा आएको छैन होला कि आइसक्यो कि आउनु पर्ने हो ओ विजय ध्यानमा राख्नुपर्छ क्या विजय यहाँ त मासु लानु हुँदैन एकछिन आउँदो विजय छैन दाउरा काट्नु गएको लाम्टा बस्यो लाम्टा यो चाहिँ उ गर्नु नि त कुन चाहिँ लगेर त्यो खाएर खानु मिल्छ राखेर यो हो र यो दुईटा गाईघाट अलिअलि लगेर जानु पर्यो नि उ गरेर डुबाएर खारेर बट्टामा लाएर हो यो बोसोमा डुबाउनु सबै राखौँ न त बोसा लाम्टा राख्नु फुल बसे मात्रै राख्नु एक बोसोमा एक धानी होला अझै फुल बसे मात्रै राख्ने हो अहिले अनुमान हुन्छ भइगयो त राख्ने न यो पनि होइन त्यो पनि हो त्यो पनि आउँछ नि त बोसो त्यो पनि हो यो निकालौँ न अलिक अहिले कम गर्नु यसलाई अलिक निकै बढी भयो निकै छ काटेको छैन त एउटै सिङ्गै एक धानी छ है
यसलाई उता दुईटा लाउँ काटेर चाहिँ मिलाउनु न हौ होइन ठिक्क हुन्छ अड्कल हुँदैन थाहा यो भयो यति गर्दा बढी गइसक्यो त्यो पनि के चुवाचेले 5 बिसौली छ हौ 2 जान बिसौली दुईजना बिसौली भन्दा हुन्छ अलिक 5 बिसौली छ उताउनु बसाइ त लाग्छ छैन त्यत्रो त छ 2 जान बिसौली छ कस्तो छैन त्यहाँ पनि बढी छ यहाँ पनि बढी छ ल अब ढाँडा कस्नु केले खुट्टा पखटाले ढाँडा कस्ने के तिनले छ त किन डाँडा ए रहेछ त यिनीहरू ए अप्ठ्यारो भयो यसलाई हटाउनु पर्यो क्या एकछिन उता पट्टा सार्नु क्या जुन खानु किन्दा किन्दा 3 धानेको त त्यही भइगयो त अनि होइन यो उता सार्नु भनेको यो 3 धाने 3.5 धाने भयो त मेरो खुकुरी काइदा त्यही त्यहाँ कटाउ छैन कति मान्छे होइन ऊ त्यो लगाएर लानु न अब त्यो त लाँदा हुन्छ होइन हुन्छ कलेजो लाँदा हुन्छ एक कलेजो लाउने लाउनु निकाल्नु नि त के अरे 1 केजी निकाल्नु नि त कर्दी मर्छ विक्रम आधी केजी ऊ मिलन आधी केजी म त आधी त हुन्छ नानीलाई त 1 केजी अलिकति खुन लान्छ 1 केजी राख्ने हौ हामी पनि छोडले मन कोही चल्नु नि त यसलाई कलफल निकाल्नु त्यही धाने पुग्दैन होला त्यो बोसाउनुको लागि यो पनि राख्नु खारमा किन यति राख्नु अब फोन आउँछ होइन झुट्याउनु त झुट्याइदिउँ न काँसा विषयमा के कलेजो मात्रै हो कोही फोक्सो फोक्सो छ यहाँ फोक्सो छैन कलेजो फोक्सो मिलाउने हो नि त कलेजो मात्रै त पाइँदैन होला त्यहाँ खोइ ऊ खुकुरी कता लाग्ने खालको कता ल्याउँछ होला डलिन्छ मात्र त हो न कोनी अस्ति उसले बालकुमारीले बनाउनु लगेको आफू त यो त कुकुरको टुप्पोले भेटेको है माथि फोक्सो पर्छ मन त छिटै मऱ्यो त है छिटै मर्छ छिटै मऱ्यो भेट्यो होला नि त्यहाँ काटेर अर्तिर कति केजीको लागि है त होइन सबै होइन आधी होइन कति हुन्छ मेरो काकालाई आधी केजी छोड्नुहोस् न। ए कति हुन्छ मेरो काकालाई आधी केजी दिनु अनि कति 3 लाख पार्ने भनेको होइन होइन होस् आधी केजी दिनु मेरो काकालाई धेरै हुने भयो फेरि यहाँ लास्ट एक धानमा पुग्छ पुगिरहेछ नि बढी पनि भयो बढी अलिक काट्नु नि छोडेको मिलाएर गर्नु है होइन मान्छे भएन क्या मासु काट्ने मान्छे भएन लगिदिएर खाने चलन अझै धेरै भयो होइन ठिक हो अहिले कम्पो होला बढी उता भयो के भयो ठिक्कमा भयो ल 3 भाग गर्नु यो 3 भाग गर्नु एक केजी पार्नु पर्यो होला पार्नु यो त घरमा राखेर खानुपर्ने कलेज त खोइ खाने जन यहाँ त पनि खोर चलाउँछ होइन यहाँ यता खुट्टा चलाउँछ अनि दुईजना मात्रै त बिहान पनि लाग्नु छुटाउँदा नि अहिले यो रक्ती लैजाउँ यो पनि लानु पर्यो यो भाग चाहिँ म 3 भाग लाउँछु है यसले पो अवरोध गर हौ कहाँ झुन्ड यो अचानक के अरे यो मुरा ठोक काट्नु अचानक अर्को पनि चाहियो ओहो यस्तो त अचानक त नि अर्कोपट्टि 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 आडो पर्थ्यो मुनि परिहाल्छ नि सबै फोहोर धुनु पर्छ होइन धुएर लिएको अहिले अनि फोहोरमा राखेपछि लागिहाल्यो नि त दुईटा बनाइन्छ अनि झुटाउनु आउँछ होइन खुकुरीले त कहिले खिलाइसक्नु खै म पनि यहाँ
आग लाउनु पर्यो यसलाई खुकुरी नभएको मेरो गोठमा अलि हल्का फल्का काट्ने त त्यो ल्याउनु भएन खै ऊ त्यो अचानक ल्याउनु न अचानक ल्याउनु न धिरी ल त्यसलाई पिस बनाउनु अचानक ल्याउनु न यो जिबा यो दिदी चन्दा आएको छैन आइर अनि नाच्नु देखाउँदैन त ठिक्क पारि आउँछ होला 1 केजी भयो के कान्छ ल कता ल यो 1 केजी भयो है सिँगालो एक धारी त्यहाँको एक भाग हामी राख्ने दुई भाग लानु पर्यो। उठाएर राख्यौँ न त्यहाँ मलाई उठाएर राख्यौँ एउटा हाम्रो त्यहीँ लगाऊँ यहीँ लगाउँ एउटा हाम्रो खुकुरी अलिकति यसलाई घस्नु पर्यो यता घरमा ल्याउनु यो एक भागै यहाँ म यही किलो काँटामै राखिदिन्छु एउटा प्लास्टिक लाउनु पर्छ मलाई प्लास्टिक लगायो नि अहिले प्लास्टिक खोजी ल्याउँछु एक काँटामा खै खुकुरीहरू है यो लान्छ यो 2020 रुपियाँ नि यहाँ 2020 हिसाब निकाल्नुपर्छ नि 2020 रुपियाँ त्यसले गर्दा 3020 रुपियाँ कहाँ छ विशाल अनि यो रक्सी किन नलागेको हौ रक्सी बोका न यही पो छ बबुरु लान्छ कर्की मर्की 1 केजी भिडाइदिनु पर्छ फेरि पैसा फेरि कहाँ हुन्छ पछि फेरि अप्ठ्यारो पर्ला पैसा आउने कि नआउने पुछ्नु दुकानले पक्कै मलाई त्यसलाई छिमेको पार्नेलाई तर म त हुन होला नि दुकान म जमानी हुन्न होला किन नहुनु यहाँ कताको भएको त्यो डर लाग्यो मान्छे कोही नआएर हो कोही नआएर डर लाग्यो क्या होइन अहिले विचार गर्नु है अब हुने मन छैन भने त म कर पनि लाउँदैन होइन मन छ भने बसौँ मन छैन भने म केही भन्दिनँ दुकाने भुरी एउटा छ भने किन्यो नबस्दा म कर चाहिँ लाउँदिनँ जे होला परेको म बिहोर्ने भएँ त यस्तो गरेर हाल्नु खालाबाट बराबर बस्ने बसौँ तँलाई कर्जी मर्जी 1 केजी भयो लानु होला चिन्ता लाग्यो त्यति लाने भए 3 भाग बनाएर 1 केजी नदिँदा पनि दिएन भने दिँदा पनि लानु पर्यो ग्यापै खत्तम भयो अहिले नदिनु यता आउँछ अहिले हुन्छ यी छ म त्यसलाई पटपट्टि फुटा अनि त्यहाँनिर भरे फेरि यसरी हो त्यसरी हामी 4टा 3टा फुल ल म यसमा लाएर
के गर्नु दुई धानको भाग लाउँ क्या ढाडा खोज्छौँ क्या कुकुर पार्नुपर्छ मासु लानुलाई हेर्दै लाने त सजिलो हुन्छ धर 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 हुन्छ लाग्छ त अहिले लायो छिटो हुन्छ क्या कलेज लानु हुने एक केजी 1 किलो लाने नलाने लो 1 केजी यो चाहिँ को लाने यो सम्हालिहाल्नु कता घुम्याउनु कति धार्ने त्यो अनुसार काट्नु होइन हिँड त बुढो त्यति नजाने क्या त्यति नहुँदै ठिकै जाने बोकेर लाने हिँड त बुढो बोकेर म मासु खाँदै हुन्छ भनेर त्यो करौँ ल्याउनु करौँ खै कराउनु चाहियो त्यसो गरेर के जिडी निकाल्नु भयो पहिले अन्त उठाएर कहाँ तल आँखादेखि किन्नु कता हो तिमीबाट यहाँ अलिक गाह्रो वरिपरि काटौँ होइन छेउमा अब ओ विजय खुकुरी लिएर यहाँ आऊ है खुकुरी लिएर यहाँ आऊ आन्दामा सघाउँदा भाउजूलाई जाई के गरे हात काट्नु हौ यो यति काट्नु तल केमा राखौँ न काट्नु त
चार हाल्नु बिर्सेको हो चार हाल्नु बिर्सेको है लाने हो हो लाने यो अचार मन छ होइन यो खोर्सानी हुनु पऱ्यो नि गोर्खालीलाई त अचार अचार खानु हड्डी के गर्ने काट अब त छोडेर आयो भने होला त्यो भेला लिएर आउनु भने होला अन्तर दाजुले गर्नु गरेर पहिला त अहिले बस्नु सकिन्छ मासु भेला चाम्रो जानुपर्छ अलिकति घसौँ क्या फेरि खुकुरी जस्तो लाग्यो खुकुर आऊ हो त्यसमा ठकठक पारेर ए कान्छ त्यो त सबै काठ पुर्के हो त्यो फेरि फल हो त्यसो पार हो त्यताबाट टाँसिने भयो हो टल्लै भयो अर्को अचार भए ठिक हुन्थ्यो यहाँ त देसी पाल्छ नि त बालको बाल त चटचटी काट्नु बनाउँछु भन्छ त के गर मेरो सबै मान्द्रा बेरी जस्तो बेरिन्छ घाँस काट्दा पनि के भएको त्यसरी काट्ने थियो है तिमीलाई निस्केर त अनि काट्नु भयो त धेर दुःख दियो त्यहाँबाट कहाँ झर्नै सक्दैन नि मरिहाल्छ नि सुँगुर है अच्छा ठुलो हड्डी छ भने दुईवटा फ्याक्कै पाएन है फेरि कसैलाई हड्डी पर्छ कसैलाई मासु पर्छ को थियो भात लाउने काम गर्नु त गाह्रो कसैले हड्डी बराबरी मिलाएर दिनुपर्छ अर्को टेन्सन जेठाले लाँदैछ धापासँग लानुहुन्छ होला भाइले त मलाई दिनुहुन्न होला भाइसँग मेरो व्यवहारै छैन व्यवहार हुनेले मात्रै दिन्छ मलाई जन्मिन्न बुढी मान्छेको त्यो टिपिएकोहरू त्यो रागेर जम्मै मैले टिपेको थियो नापेन भने लगेको घाटा पर्छ र यो अरू गोदाम घरमा चिज छ अरे त्यस्तो अनि लाने मान्छे घाटा परेछ र अम्मको पात पनि काटिँदैछ मासु मलाई एक केजी है बिक्रा ए कति लानुहुन्छ अहिले पखाउनु न एक एउटा त मञ्च गरी लिएको होला कुन चाहिँ कल्लै गोल तर राम्रो सानोमै ठोक्नु भयो छ दोस्रो चरण हान्दाखेरि तर यस्तो थियो कि हिजो त मिस्टेक भयो रेफ्रीहरूले मिस्टेक गरे कि गक्चन दाइ
त्यो सबैको पालो पुगिसकेपछि त फेरि कतिजना हनाउने त्यो बराबरी गराएर हनाउनु पर्ने नि त अनि लास्टकोले हान्छ गोल मिस्टेक हानेकै उताकोले लास्टकोले एउटाले छिराएको थियो जित भनिदिइहाल्यो के अनि अब त्यहाँ गेजेङ गर्ने उनीहरूले त्यो अनि एक यादै एकजना गरेन। हनाउँछ नि त 5 जनाको यसो नि त दाइ सुन्नु न होइन लाग्दैन त भने भात पनि पकाएको थिइन्छ भात त्यस्तै छ भात यहाँ मासु झ्याप्प पकाएर खायो अहिले मासु खाएर अगाडि चाहिँ के को भात खान्छ म यहाँ ढुङ्गालाई काटेर यो कुकुर लाग्यो फुटेको छ कि यहाँ किन भाँडा बढाउनु भयो थुनी बिजाउनु यी यसरी भयो यी कुकुर आइरहेको छ कता गयो कुकुर यहाँ है यसरी भयो है यो नखाने थियो कि एक धानीसम्म त पुग्ला